हाम्रो देशको साला कुपुत्रले के भनिरहेको छ यहाँ तलपट्टि एकचोटि सुन्नु त। 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। 15 गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै 15 गतेको तयारी थाल्नुहोस्। अनि कसले थाल्छ, कसले रोक्छ? त्यसकारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु, निर्देशन पछि आउँछ, तपाईहरु जस्तो जे गर्नुपर्छ तयारी हाल्नु। एउटा देशको प्रधानमन्त्री जसको हातमा चाहिँ पुलिस प्रशासनदेखि लिएर हरेक चिज हुन्छ हैन, आजको दिनमा चाहिँ एउटा चाहिँ राजा फर्किने कुरामा चाहिँ अनि अब आउने जेठको 15 गतेमा चाहिँ त्यहाँनिर चाहिँ राजा फर्काउने भनेर आन्दोलन राख्दाखेरि चाहिँ त्यहाँनिर यसलाई यति धेरै डर लागेको छ कि यति धेरै डर लागेको छ कि एउटा देशको प्रधानमन्त्री भएर त्यहाँनिर चाहिँ एउटा चाहिँ कानुनी हिसाबले गएर चाहिँ कुरा मिलाउने हो कि अब त्यहाँनिर गएर चाहिँ संवाद गर्ने हो कि त्यहाँनिर मिल्ने हो कि त्यहाँनिर चाहिँ आफ्नो पार्टीको कार्यकर्ताहरूलाई चाहिँ तपाई चाहिँ रेडी भएर चाहिँ जानुस्, त्यहाँनिर गएर दंगा फसाद गर्नुस्, त्यहाँनिर चाहिँ तोडफोड गर्नुस् अनि भिडलाई चाहिँ अराजक बनाउनुस्, त्यहाँनिर चाहिँ मान्छे मर्नुपर्छ भनेर चाहिँ यसरी उक्साउने हो कि 15 गतेको आन्दोलनमा चाहिँ त्यहाँनिर राष्ट्रवादी र राजावादी मान्छेहरु त जान्छन् हैन, त्यहाँनिर चाहिँ कुनै पनि कम्युनिस्ट र एमालेको चेला चपाटा र छाला मात्र झोलेहरु त्यहाँनिर पुग्यो भने चाहिँ तिमीहरुले चाहिँ त्यहाँनिर भोलिको दिनमा चाहिँ कुनै पनि दुःख पायो भने चाहिँ त्यहाँनिर दोष चाहिँ कसलाई दिनु भनेर भन्दै गएर चाहिँ आफ्नै बाबाजी यो दुईटा किडनी फेल्ला चाहिँ गएर दोष दिनु। त्यहाँनिर यदि भोलि गएर त्यो भिड अराजक भयो र त्यहाँनिर केही नहुने कुरा चाहिँ भयो भने यति कुरा बुझ्नु कि यो सबै कुराको जिम्मा चाहिँ यही केपी ओलीले लिनुपर्छ। जसरी चाहिँ हिजो चाहिँ गएको चैतको 15 गतेको जुन त्यो आन्दोलन थियो त्यसमा भएको विध्वंसको लागि चाहिँ राजा र दुर्गा प्रसाईलाई चाहिँ यिनीहरूले दोष लगाएर चाहिँ भित्र हालेको छ दुर्गा प्रसाईलाई हैन। र तपाईहरु यति कुरा भन्नुस् कि हिजोको दिनमा दुर्गा प्रसाईले चाहिँ त्यहाँनिर चाहिँ ब्यारिकेड तोडेर चाहिँ गाडी लिएर जाँदाखेरि दुर्गा प्रसाईले चाहिँ त्यो भिडलाई उक्साएर त्यहाँनिर ज्यान गएको भनेर दुर्गा प्रसाईलाई समातेर भित्र हालिएको थियो भने आजको दिनमा यो मान्छेले आएर खुल्लम खुल्ला कम्युनिस्टहरुलाई आफ्नो पार्टीको कार्यकर्ताहरुलाई चाहिँ तपाईहरु रेडी हुनुस्, 15 गतेको आन्दोलनलाई चाहिँ अराजक बनाउनुपर्छ, झगडा गर्नुपर्छ र त्यहाँनिर चाहिँ एकअर्काको चाहिँ रगत बगाउनुपर्छ भनेर यो मान्छेले उक्साइरहेको छ। र यो मान्छे यो देशको प्रधानमन्त्री भए पनि यो मान्छेले चाहिँ यो चीजको लागि सजाय पाउने कि नै? यदि दुर्गा प्रसाईलाई चाहिँ हिजोको दिनमा चाहिँ चैतको 15 गतेको आन्दोलनलाई चाहिँ अराजक बनायो भनेर भित्र हाल्न सक्छ हाम्रो देशको कानुनले भने आउने जेठको 15 गतेको आन्दोलनमा चाहिँ यसरी खुल्लम खुल्ला आएर चाहिँ आफ्नो पार्टीको कार्यकर्तालाई चाहिँ यसरी उकास्ने मान्छेलाई चाहिँ सजाय हुने कि नै? हाम्रो देशको कानुन प्रशासन यतिसम्म कमजोर छ कि एउटा देशको प्रधानमन्त्री हो भनेर यसरी छुट दिन पाइदैन। यो मान्छेले चाहिँ सरासर अगाडि आएर चाहिँ गुण्डागर्दी गरिरहेको छ र यसले तलपट्टि दिएको अभिव्यक्ति अनुसार त गएको चैतको 15 गतेको दिन जुन चाहिँ त्यो आन्दोलन चाहिँ यति धेरै अराजक भएको थियो त्यसमा पनि कुनै शंका छैन कि त्यो भिडलाई अराजक पनि यसले नै बनाएको र यसले नै त्यहाँनिर चाहिँ आफ्नो पार्टीको कार्यकर्ता र गुण्डाहरु पठाएर चाहिँ त्यो भिडलाई अराजक बनाएर चाहिँ त्यो दिन चाहिँ त्यत्रो धेरै चाहिँ विध्वंस भएको भन्ने कुरामा कसैलाई पनि यति कुरा बुझ्नको लागि चाहिँ कुनै पनि गाह्रो छैन। किन भनेर भन्दाखेरि यसले आजको दिनमा यसरी आएर चाहिँ खुल्लम खुल्ला यसरी अभिव्यक्ति दिन सक्छ, गुण्डाहरु पठाएर चाहिँ आउने आन्दोलनलाई चाहिँ बिथोल्न सक्छ, अराजक बनाउन सक्छ भने हिजो गएको चैतको 15 गतेको जुन आन्दोलनमा चाहिँ मान्छेहरु अराजक भए जति पनि त्यहाँनिर हानि नोक्सानी भयो त्यसमा पनि यसको हात छैन भनेर चाहिँ भन्न सकिदैन। आजको दिनमा चाहिँ नेपाली जनताले यति कुरा सुनिसकेपछि पनि आफ्नो आँखा चाहिँ खोल्नु पर्छ कि हाम्रो देश बिग्रिनुको पछाडी सबैभन्दा ठूलो हात भनेको कम्युनिस्टको छ, जुन यो एमाले पार्टी छ यसको छ र सबैभन्दा ठूलो हात यो केपी ओलीको छ र सबैजना नेपालीहरु चाहिँ यो कुरामा चाहिँ सचेत हुनु होला। भोलिको दिनमा चाहिँ जेठको 15 गतेको आन्दोलनमा कुनै पनि चीज अराजक भयो र त्यहाँनिर चाहिँ कोही मान्छेको ज्यान गयो र त्यहाँनिर चाहिँ कोही मान्छे चाहिँ आएर अराजकता फैलाएर चाहिँ त्यो भिड बिथोल्नु र त्यहाँनिर यदि कसैको ज्यान गयो भने त्यसको जिम्मा चाहिँ केपी ओलीले लिनुपर्छ, हाम्रो देशको प्रधानमन्त्रीले लिनुपर्छ। यो आजको दिनमा चाहिँ यो यति धेरै डराएको छ कि यति धेरै डराएको छ कि भोलि गएर राजा देशमा आउने बित्तिकै चाहिँ यसको चाहिँ गर्दन जान्छ भन्ने कुरा यसलाई राम्रोसँग थाहा छ। त्यही कारणले गर्दा चाहिँ कोही पनि मान्छेहरु चाहिँ यसको पछि लागेर चाहिँ अराजक भएर चाहिँ त्यो आन्दोलनमा नजानु होला। भोलि गएर तपाईले कुनै चीजमा दुःख पाउनुहुन्छ, कुनै पनि कुरामा चाहिँ तपाईले चाहिँ हानि नोक्सानी हुन्छ भने त्यसको लागि राजावादी मान्छेहरु र राष्ट्रवादी मान्छेहरु त्यसको पछाडी कुनै पनि जिम्मेवारी हुँदैन र त्यहाँनिर चाहिँ राजावादी र राष्ट्रवादी मान्छेहरुले चाहिँ कुनै पनि कम्युनिस्ट वा कुनै पनि पार्टीको झोलेले गरेको अराजकतामा चाहिँ त्यहाँनिर कुनै पनि राजावादी र राष्ट्रवादी मान्छेहरुको चाहिँ त्यहाँनिर सामेलता भन्ने चाहिँ कुनै पनि पक्षमा चाहिँ हुँदैन। र यसले चाहिँ हिजोको दिनमा पनि हाम्रो देशमा गणतन्त्रको नाममा चाहिँ लुटतन्त्र मचाएर देशको हालत यस्तो बनाथे, यसले देश बेचेर खाएर हैन। र आजको दिनमा पनि यसले चाहिँ गुण्डागर्दी गरेर चाहिँ राजा लिएर आउने कुरामा चाहिँ राजा आउँछन् कि भन्ने डरको कारणले गर्दा आफ्नो पार्टीको कार्यकर्ता चाहिँ यसले चाहिँ खटाउन लागेको छ र गुण्डा